गर्मी पनि कति बढेको के यार, घरमा त बस्नै सकिन्न के। त्यसैले घरमा पनि त्यति काम थिएन अनि आज मलाई अलिकति झ्याउ पनि लाग्थ्यो, त्यसैले म निस्केँ बाहिर। घर नजिकै पनि कोही साथीहरू छैनन् के। अब साथीहरू भए त साथीहरूसँग गफ गरेर बस्नुहुन्थ्यो, नभएपछि यस्तै यो यताउता हिँड्ने घुम्ने। यो बोडी र यो मकै चाहिँ हामी मम्मीले लगाउनु भएको, पहिला चाहिँ सानो थियो, अहिले चाहिँ अलिक ठुलो भइसकेको छ। ए गाइस, मैले एउटा कुरा भन्न बिर्सेँ नि। हेलो एन्ड नमस्ते गाइस, के छ हालखबर, सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। अनि आजको भिडियो चाहिँ त्यस्तो खासै केही छैन। हिजो अस्तितिर डेली भिडियोहरू अपलोड गर्थेँ, आज चाहिँ अलिकति समस्या भएर भिडियोहरू अपलोड गरेको थिएन। अब चाहिँ अपलोड गरिरहन्छु, हेरिरहनु होला मेरो भिडियो। अनि साथीहरू, तपाईँहरू कहाँ कहाँबाट हो त? अब म चाहिँ सुर्खेतबाट हो है। अब तपाईँको ठाउँतिर कति गर्मी छ त्यो त मलाई थाहा भएन, तर हाम्रो सुर्खेततिर चाहिँ मलाई चाहिँ लास्टै गर्मी लाग्छ, त्यसैले पनि लास्टै गर्मी बढिरहेको छ क्या सुर्खेततिर। अनि सोच्नुहुन्छ होला कि यसले कति आउटसिनमा देखाउँछ, आफ्नो फेस देखाउँदैन भनेर, तर चिन्ता नगर्नु गाइस, म फेस चाहिँ प्राय भिडियोहरूमा थोरै थोरै क्लिपहरूमा देखाइरहेको हुन्छ, किनकि मैले बाहिर आउट क्लिप लिनुको कारण के हो भनेपछि मलाई आउट क्लिपहरू लास्टै मनपर्छ होइन, बाहिरको वातावरणहरू देखाउनलाई मनपर्छ, त्यसैले पनि म देखाएको, गाह्रो पिरो नमानेर हेरिदिनु होला। अनि कोलाई गर्मी भएको छ त गाइस, गरिदी गर्मी भएको छ भने म जस्तै बाहिर आएर बस्नु, शीतल भएर फ्रेस भएर जानु होला। बाहिर आएर काम त त्यति केही हुँदैन, यसो बस्यो, यताउता हल्ल्यो, अनि त्यसपछि कोठाभित्र गयो। ल त साथीहरू, आजलाई चाहिँ यति नै, भेटौँला अर्को भिडियोमा, त्यतिसम्म बाई बाई।